त्यसपछि निर्णय गर्न दियो। यहाँ उपस्थित गुरुजन अभिभावक र मसँग हुँदा खुसी कमलपछि प्रतिस्पर्धीका रूपमा आउनुभएका मेरा प्यारा मित्रहरूले चाहिँ श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा 9 मध्येका छात्र संघका तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिनन्दन। आगामी दिन 2081 साल महिना श्री सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा हुन गइरहेको बाल विवाह न्यूनीकरण हाम्रो भूमिकाबारे हामी अनुमति चाहन्छु। विवाह गर्ने र नगर्ने हरेक व्यक्तिको नैसर्गिक अधिकार हो। हरेक राष्ट्रले विवाह गर्ने न्यूनतम उमेर बाल विवाहको मिठो परिचय दिन गइरहेको थियो। शारीरिक र मानसिक परिपक्व अवस्थामा गरिने विवाहलाई बाल विवाह भनिन्छ। विवाह एउटा सामाजिक विकृति फैलाउने किरो हो जुन किरो प्रत्यक्ष रूपमा समाजमा विस्तारित भइरहेको छ। बाल विवाहले विवाह गर्ने केटा र केटीलाई मात्र नभई हरेक क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ। बाल विवाह भनेको बालबालिकाको अपरिपक्व सोच अभिभावकको छोरीलाई सानै उमेरमा विवाह गरिदियो पुण्य कमाइन्छ भन्ने रूढिवादी परम्परागत सोच कम्पनीहरूको तरिकाले आफ्नो भविष्य बारे गर्ने छनौट पारेर वञ्चित हुनु परेको छ। बाल विवाहले बालबालिकाको शिक्षाको शिक्षा पुरा नहुने परिपक्व नभई सन्तान जन्माउने परिपक्व नभई सन्तान जन्माउने र शरीरमा थप पर्ने जानेर शारीरिक र मानसिक हुने उमेरमा वैवाहिक जीवनमा बाधित यौन दुर्व्यवहार जनसङ्ख्या वृद्धि र कमजोर स्वास्थ्य हुने र सुसंस्कृत र समानतामूलक समाज निर्माण गर्न कठिनाइ भएको हुन्छ। स्मरण गर्नुहोस् संरक्षण महोदय जमाना कहाँबाट कहाँ पुगिसक्यो। अहिलेका बालबालिकालाई अहिलेको बालबालिकालाई मातृ औँसीको बारेमा केही थाहा हुँदैन तर उनीहरूलाई प्रबन्धी भ्यालेन्टाइनको बारेमा विस्तृत ज्ञान भइसकेको हुन्छ। मेरा चेलीहरूले धेरै अन्यायहरू फेर्नु परेको छ। मेरो देशमा कानुन छैन भन्दिनँ म, मेरो देशमा कानुन छ तर ती कानुन र नीति हुनुको कुनै मूल्य रहेन। मेरो कानुन र संविधानमा जे लेखेको छ त्यो कागजमा मात्र सीमित निषेध भयो किनकि मेरो देशमा थोरै मात्रामा कानुनको कार्यान्वयन भएन। अब म घडीको टिकी बाबरलाई ध्यान दिँदै बाल विवाहको कथनबारे प्रस्तुत गर्न चाहन्छु। 2014 जुलाई 22 मा भेलामा भएको बाल विवाह विरुद्ध उच्च प्रतिष्ठाले सम्मेलनमा 2020 मा नेपालले पनि बाल विवाह अन्त्य गर्ने प्रतिबद्धता जारी गरेको थियो। ह्युमन राइट भएको तथ्य अनुसार 36% किशोरीहरूले 18 वर्षभन्दा कम उमेरमा र 10% किशोरीहरूले 15 वर्षभन्दा कम उमेरमा र 11% किशोरीहरूले 18 वर्षभन्दा कम उमेरमा विवाह गरेको यस तथ्यको सारले प्रस्तुत गरेको छ। यति मात्र नभएर बाल विवाहले अहिले जिल्ला अदालतको सम्बन्ध विच्छेदन गर्ने कार्य दिन प्रतिदिन बढाइरहेको छ। संरक्षण महोदय हामीले छोरीलाई सानै उमेरमा विवाह गरेर अदालतको घर पठाउनुभन्दा उनीहरूलाई उच्च शिक्षा दिई सफल नारी बनाउनका लागि बनाउनु पर्छ भन्ने कुरामा जोड दिनुपर्छ। हामीले बालबालिकालाई स्वाभाविक विकास गर्नका लागि बालिका र किशोरी जस्ता समूहहरू सञ्चालन गरी उनीहरूलाई आबद्ध गराउनुपर्छ। बालबालिकाको सशक्तिकरण कार्यक्रम सञ्चालन गर्नुपर्दछ। हामीले अभिवृद्धि र 20 वर्ष अभिमुखी विश्वासले भएपछि मात्र विवाह गर्नुपर्दछ। विवाह भनिने गरिन्छ बिहेबारी 20 वर्ष बाँधी जब 20 वर्ष नारीपछि उनले धेरै ज्ञानहरू आर्जन गरेका हुन्छन्। उनले स्वास्थ्यमा पर्ने औषधहरूको बारेमा प्रस्तुत रूपमा अध्ययन गरिसकेकी हुन्छन्। हातमा हात मिलाऊ सानो आवाजलाई ठुलो बनाऊ, हातमा हात मिलाऊ सानो आवाजलाई ठुलो बनाऊ। बाल विवाह न्यूनीकरण गर्न बाल विवाह अन्त्य गर्न कुदो र कोदालीको प्रयोग गरौँ। यसो गरेमा अवश्य बाल विवाहको न्यूनीकरण हुन सक्छ। अन्त्यमा के भन्न चाहन्छु भने संरक्षण महोदय बाल विवाह सामाजिक विकृति मात्र नभएर जगन्य अपराध हो। छोरी दान गर्ने वस्तु होइन, छोरी हृदयको गहना हो। हामी आजको बालबालिका भनेको भोलिको सुन्दर समाज नौलो र संविधान देशका निर्माता हुन्। अझ बालबालिका भनेको ज्ञान आर्जन गरेर भविष्यमा आइपर्ने समस्याहरूको समाधान गर्न र समग्र देश विकासलाई परिचालन गर्न उच्च अनुभवीशील निर्माता हुन्। त्यसैले हरेक अभिभावक आफ्नो जिम्मेवारी अवलम्बन गरौँ। बालबालिकालाई बालमैत्री व्यवहार गराउनका साथसाथै बाल विवाहलाई अध्ययन गराउनका साथ बालमैत्री व्यवहार गराउनका
साथसाथै आजको कोपिला भोलिको फुल भन्ने छ बालबालीमा आजको कोपिला भोलिको फुल भन्ने छ